हेलो साथीहरू, आज म तपाईहरुसँग एउटा कुरा शेयर गर्न गइरहेको छु। यो ईभी सम्बन्धी यो कुरा हो। हामी ईभी चलाउँछौं नयाँ हाम्रो गाडीमा विभिन्न किसिमका नोटिफिकेसनहरु आउँछ। चाहे त्यो समय पुगेको छ छैन त्यो कुरा उसले हेर्दैन, तर जे होस् उसले नोटिफिकेसन दिन्छ। जस्तै मानौ यहाँ मेरो गाडीमा यहाँ त्यहाँ सेटिङको नोटिफिकेसन आएको छ, यहाँ सेटिङ वाला देखाएको छ। यसको मतलब तपाईलाई सर्भिसिङ सेन्टर जानु पर्यो। बुझ्नुभयो? लु म तपाईलाई बन्द गरेर देखाइदिन्छु फेरि के छ सिस्टम। लु यहाँ हेर्नु होला, त्यो नोटिफिकेसन आउँछ। हेर्नुभयो? यसको मतलब के हो भने मलाई अब सर्भिसिङ गराउनु पर्यो। ठीक छ? अब यहाँ मलाई कम्पनीले 6000 किलोमिटरमा 5000 किलोमिटरमा सर्भिसिङ गर्नुपर्छ भनेर भन्नुभएको थियो, तर त्यो सर्भिसको नोटिफिकेसन अहिले नै आयो। यसो मैले सर्भिसको हिस्ट्री बुझ्दाखेरि त्यहाँ कम्पनीमा बुझ्दाखेरि आत्तिनु पर्दैन, त्यो तपाईको हट छ। त्यो नोटिफिकेसन आइहाल्ने बित्तिकै हामीले तुरुन्तै सर्भिसिङमा जानु पर्दैन। गाडी तपाईको राम्रो कुदिरहेछ भने त्यो इट डजन्ट म्याटर भनेर भन्नुभयो। अनि आउन त आयो, तर त्यसलाई हटाउने कसरी? अब हटाउने तरिका चाहिँ म तपाईलाई बताइरहेको छु। हेर्नुस्, सबभन्दा पहिला हामीले गौर गर्नुपर्ने हुन्छ, ध्यान दिनुपर्ने हुन्छ यो बटम। यो बटमलाई यसरी थिच्दाखेरि यहाँ हेर्नुस्, त्यो अप्सन चेन्ज भयो। इनर्जी तपाईको यो थिच्दै जानुस्, इनर्जी एनालाइजमा आयो, त्यसपछि तपाईको मिडियामा आयो, त्यसपछि तपाईको नेभिगेसनमा आयो, त्यसपछि तपाईको नोटिफिकेसनमा आयो, त्यसपछि तपाईको इनर्जी इन्फर्मेसनमा आयो, त्यसपछि तपाईको सेटिङमा आयो। यो सेटिङमा आउने बित्तिकै तपाई के गर्नुस्, सरक्क त्यहाँ प्रेस ओके टु इन्टर लेखेको छ, टक्क के गर्ने, ओके थिच्दिने। ओके थिच्यौ। अब यहाँ हेर्नुस्, हामी अब तल जाउँ। यहाँ के लेखेर आएछ, डुअल भ्यू। यहाँ हेर्नुस्, टक्क हामी ओके गरौँ। त्यहाँ डुअल भ्यू लेखेको छ, इल्युमिनेसन लेखेको छ, सर्भिस रिमाइन्डर लेखेको छ। सर्भिस रिमाइन्डरमा टक्क ओके गरिदिनुस्। अब यहाँ के छ, सर्भिस रिमाइन्डर रिसेट, टक्क रिसेट गरिदिनुस्। अब रिसेट गरिसकेपछि हेर्नुभयो त्यहाँ हटेर गयो, अब त्यहाँ छैन। यसरी चाहिँ त्यो रिमाइन्डरलाई, त्यो नोटिफिकेसनलाई हटाउन सकिन्छ। भिडियो राम्रो लाग्यो भने शेयर गरिदिनु होला। धन्यवाद।